गुड आफ्टरनुन साथीहरू, नमस्ते सबैजनालाई। हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। र आज चाहिँ म चाहिँ तपाईँहरूलाई एउटा अर्ग्यानिक वस्तु देखाउन जाँदैछु र म चाहिँ बनाउँदैछु यहाँनिर यो लोकल चिकन हो। गुवाहाटीदेखिबाट आज फ्लाइटमा लिएर आएको हो। यो लोकल चिकन हो र गाइस यहाँ पनि यति छ। यो भोलिको लागि राखेको यो अर्ग्यानिक लोकल हो, गुवाहाटीदेखिबाट ल्याएको। र गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, हामीले यहाँ भोल पनि लिएर आएका छौँ आज। र मैले चाहिँ ल्याएको होइन, यो कोही आउने मान्छे थिए र गाइस यो भोल हेर्नुहोस् त कस्तो राम्रो भोल छ। यो सबै अर्ग्यानिक हो र यो आलु फ्राई गरेको छु मैले चिकनमा, लोकल कुखुरामा हाल्नको लागि। र गाइस यहाँ मसला रेडी गरेको छु मैले। सुकेको खोर्सानी, लसुन, हरियो खोर्सानी, अदुवा, धनियाँ, जिरा र म यो अर्ग्यानिक धनियाँ हालेर पिस्ने छु। यसरी तरकारी बनाउनु भयो भने, मासु यसरी जहिले बनाउनु होला, मिक्सीमा सबै थोक हालेर धनियाँ पनि हाल्नु होला, साह्रै टेस्टी बन्छ गाइस। र आज चाहिँ फेरि अर्को चिज हुन्छ, अर्ग्यानिक लाउ हो यो एकदम देसी लाउ, गुवाहाटीदेखिबाट आएको यो पनि। र गाइस पाउन त यहाँ पनि पाइन्छ, तर भए पनि गाउँको भनेको गाउँकै हो। यो रायोको साग। र गाइस आज चाहिँ अर्ग्यानिक सब्जी हेर्नुहोस् त, धनियाँ पनि सबै अर्ग्यानिक छ। र गाइस हामी चाहिँ बेङ्गलोरमै बसे पनि गाउँको सब्जीहरू खान पाइराखिन्छ, आउने जाने मान्छेले ल्याइदिइरहेछन्। र गाइस सक्दो सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, हजुरहरूको आशीर्वाद छ सधैँभरि। ल गाइस बाई। आजको भोलि फेरि अर्ग्यानिक चिजहरू देखाउने छु म। बाई गाइस।